केटाहरूले आज नेपाली खाना बनाउँदैछन्। एकजनाको दाल मसाला छन्, एकजनाको मासु। यहाँ चाहिँ मसला बनाउँदै हुन्छ। नेपाली प्याज टमाटर ठिक छ। नेपाली प्याज टमाटर छ यहाँ। अनि अन्त राइस कुकरमा भात पाकिरहेको थियो। यो चाहिँ हाम्रो सिक्ताङ, हामीले बनाएर खाने हो। हिजो कस्तो थियो मैले बनाएको थियो? बवाल थियो। कोरियन खाना आज उमेशले बसाल्यो भने के हेरेर बस्नुहुन्छ? लागिरहेको छ यस्तै छ गाई। साउ हाम्रो साउले हेरिराख्नु हुन्छ। पाली पाली है भन्दै राख्नु भयो। अनि आज चाहिँ हामी मन्दिप र म चाहिँ घुम्न निस्केको। छुट्टी छ, आउने दिनदेखि नै 5 दिन छुट्टीबाट सुरु हुन्छ। यो चाहिँ हाम्रो कम्पनी देख्न सक्नुहुन्छ होइन, कम्पनी छ। आज चाहिँ हामी यसो बाहिर चाहिँ मिठो देखिरहेको थियो, त्यही भएर हिँडेको होइन। अनि त्यसपछि यहाँ दाइहरू गाडी यसो हिँड्दै हुनुहुन्छ मिठो तरिकामा। हामी चाहिँ यस्तो बाटोतिर डुल्न जाने भनेर बसेको ल। हाम्रो कम्पनीमा चाहिँ के दामी छ भने होइन, गाडी चाहिँ मिठो सिक्न पाइँदो रहेछ कि होइन। सबै गाडीको चाबी चाहिँ गाडीमै हुँदो रहेछ। अनि सिक्ने मनपर्नेले चाहिँ मस्त गाडी सिकेर यहीँ राउन्ड हान्ने ठुलो ठाउँ छ होइन। अनि यहाँ भलिबल खेल्ने ठाउँ छ। आफ्नो हिसाबमा गाडी सिक्न नि पाइयो, अनि भलिबल खेल्न नि पाइयो, ठिकै छ, चलाउन नि पाइयो। अनि त्यसपछि हाम्रो कम्पनीले लाइसेन्सहरू निकालिदिनलाई यताउति सबै हेल्प गर्दो रहेछ कि। अनि लाइसेन्सहरू निकाल्न नि पाइयो। लाइसेन्स निकालेर गाडी बाटोमा लिएर हिँड्न नि पाइयो। हामी सबै 11 जना नेपालीहरू छौँ। अनि सपिङ गर्न पऱ्यो, मार्ट जानु पऱ्यो नि, गाडीमा मस्त सबैजना एउटा दाइको लाइसेन्स छ। अनि उहाँले लिएर जानुहुन्छ कि। अनि कतै टाढा जानु पऱ्यो बसको लागि भने पनि त्यो बसमा टक्क चढ्यो, टाढा बस चढ्ने ठाउँसम्म पुऱ्याइदिनुहुन्छ। जे सही छ, दाइहरू चाहिँ एकदम रमाइलो छन् होइन, मजा आउँछ। अनि हाम्रो कम्पनी चाहिँ यहीँ होला हेर्नुहोस्। ओभरअल जुसी क्रिस्चियन नामिल सुचुल फोजाङ। अहिले चाहिँ मन्दिप र म चाहिँ यसो हरियाली हेर्न हिँडौँ भनेर चाहिँ निस्किँदैछौँ। यस्तै छ गाइस कम्पनी चाहिँ। हामी अब यता माथितिर जाने हो। साथीले चाहिँ पासपोर्ट बिर्सेर लिन गए। यस्तै छ होइन। यहाँ के हुन्छ भन्दाखेरि हाम्रो एलियन कार्ड त बनेको छैन नि त। अब 1 महिना जति लाग्छ होला। त्यो हुँदा चाहिँ हामी बाहिर निस्किँदा चाहिँ आफ्नो पासपोर्ट सँगै लिएर हिँड्नुपर्छ कि। होइन भने चाहिँ यहाँको त्यो इमिग्रेसनको मान्छेहरू चाहिँ चेकिङको लागि हिँडिरहेको हुन्छ। अनि भएन भने चाहिँ नेपाल पठाइदिन्छ अरे। मैले चाहिँ यसो झोलामा बोकेर आएको थिएँ, यसमा बोकेर आएको छु। केही भइहाल्यो भने चाहिँ यसो आफैले टक्क लाएर देखाइदिनु हुन्छ नि त। अनि मान्छे नै नदेखिने कि यहाँ त। अघि हामीले कम्पिटिसन खेल्दै थियौँ, त्यहाँ जाँदाखेरि चाहिँ ल कसले पहिला मान्छे देख्छ भने मान्छे देखिने यार। हामी मात्रै लखर हिँड्यो। ठाउँ चाहिँ एकदम शान्त छ। कोरियाको मलाई एउटा कुरा दामी चाहिँ के लाग्यो भन्दाखेरि यहाँको मान्छेहरू चाहिँ सही डिसिप्लिन के है। मन्दिप एकदम त्यो हुन्छ नि उसहरू फलो गरेर हिँड्ने रुलहरू। बस त्यो हामी अब नेपालमा त हुन्छ नि त। यहाँ त हजुरको त्यो रेड लाइटमा पनि एकदम डिस्टेन्स के लगभग 2-3 मिटर 2 मिटर भनौँ न, 2 मिटरको डिस्टेन्समा कारहरू पार गर्ने। हाम्रो नेपालमा भएको के हुन्थ्यो, पछाडिबाट त्यहाँ खाली छ भनेर ल्याम्मा घुसाइदिइहाल्थ्यो नि त। यहाँ त्यस्तो नआयो कि पुरै डिस्टेन्स मेन्टेन गर्ने। त्यो चाहिँ दामी लाग्यो। अरू अब यहाँ आएपछि हिँडेकै छ होइन। खुट्टा त रोकिन्न कि है। हिँडेको हिँडै। काम त अब बुधबारबाट थाहा हुन्छ। काममा पनि हात चलाएको चलाइ हो। त्यस्तै छ गाइस। गोरो चाहिँ भइन्छ जस्तो देख्न सक्नुहुन्छ। एकदम त्यहाँ बिल्डिङहरू पनि छ पुरै नेपाल जस्तै छ यार। पहाडे एकदम सफा पहाड छ। हाम्रो मन्दिप साम्बा चाहिँ हिँडिराख्न अगाडि यता हेर्छौँ न, चस्मा लगाएर पारामा हिँड्दैछ होइन साथी।
ल हेर्नु त्यहाँ हेर्नु ल त्यो सेतो गाडी रोकेछ नि होइन हाम्रो नेपालमा के हुन्थ्यो न पुलिस छ न केही छ हिँड्दै भनेर हिँडिन्थ्यो नि त उस पनि छैन फेरि ट्राफिक पनि त्यति छैन हिँडिन्थ्यो तर यिनीहरू चाहिँ बल्ल ग्रिन लाइट भयो अनि हिँड्यो दामी छ नि त रुल्स एन्ड रेगुलेसन चाहिँ बवाल अनि यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने गाडी पनि उल्टो जस्तो हाम्रो नेपालमा यताबाट आउने यो बाटो आउँथ्यो भने अलि त्यो गाडी उताको बाटो आउँछ सही छ हजुर हामी पोखरी त यता हो तर यता नि पोखरी त टाढै छ के अरे कहाँ हामी त्यो आज गएकोमा आज गएकोमा यता हो अरू बेला जाने यता हो हाम्रो चाहिँ के छ भने खाना खाने ठाउँ पनि 2-3टा रहेछ क्या सिक्ताङहरू कहिले यता गइन्छ कहिले शनिबार आइतबार चाहिँ हामी यता गइन्छ हाम्रोमा चाहिँ शनिबार आइतबार पनि केटाहरूले खाँदो रहेछन् आइतबार चाहिँ बेलुका र दिउँसो यसो खान मनलाई चाहिँ मासु लिएर उसमै भित्रै बनाएर खाइन्छ नत्र अरूको शनिबारसम्म चाहिँ हामी यता गयो नि भयो टेस्ट अनुसार आफूलाई कता खान मन लाग्छ त्यतै गइन्छ है के गर्ने ऊ त्यहाँ अब रेड लाइट बलेको छ यसो अब दामी हेर्छमा आउँछ तिमी हो चस्मा लगाइदेऊ न लगाइदेऊ न हाम्रो कम्पनीलाई चाहिँ पहिला यहाँ खाना खोलाउनु ल्याउँथ्यो अरे पछि चाहिँ बन्द गर्यो अहिले चाहिँ अब गाडीहरू हेर्न सक्नुहुन्छ दामी हुन्छ मौसम चाहिँ क्या सफा शीतल कि घाम चाहिँ यस्तो चर्केछ होइन तर पनि यो भित्रदेखि थर्मोकोट र हुडी लाउँदा पनि चिसो सर र चिसो छ कि मौसम अझै अनि त्यसपछि मौसम चाहिँ यस्तो हरिक दामी छ अनि हामीले चाहिँ हिँडिराखौँ मौसममा चिल पारामा सरर हावा खाँदै हिँडिराखौँ यस्तै छ गाइस माहौल चाहिँ यस्तै छ हामी चाहिँ हिँड्दैछौँ $75 चाहिँ म कति छिटो पुग्छु आइरहनु मैले चाहिँ डिपार्चर मेरो 29 अप्रिल भनेपछि 30मा म यहाँ ल्यान्ड गरेँ 30देखि भनेपछि अब 1 मे नै भनौँ न 1 मेदेखिको चाहिँ म क्यालकुलेसन गर्छु 1 मेदेखि चाहिँ म 95 टु अब कति जान्छु कहिलेसम्म जान्छु त्यो चाहिँ म हेर्छु ल गाइस म अपडेट चाहिँ गरिराख्छु हजुरहरूलाई पनि कस्तो दामी के यार यहाँ के अरे नासपति कस्तो दामी खेती के मिठो हेर्दै आँखा पनि मजा आउने होइन हामी चाहिँ थोरै भित्र छिर्यौँ अब मन्दिप केही भन्नु छ यो विषयमा केही छैन के भनेर कस्तो लागिरहेको छ त्यो नासपतिको रुखहरू जस मलाई चाहिँ यो होइन नेपालभन्दा फरक तरिकाले चाहिँ यहाँनिर के परे खेती गर्दो रहेछ भन्ने कुरा चाहिँ होइन यो खेतीपाती गरेको देखेर होइन त्यो लाग्यो त्यही नै हो राम्रो लाग्यो राम्रो छ ठिक छ ल केटिएक्स हिँडेको छ होइन केटिएक्स ट्रेन यहाँ चाहिँ केटिएक्स हिँड्दो रहेछ ऊ त्यहाँ हिँडेको देख्न सक्नुहुन्छ त्यो सही हो केटिएक्स भने चाहिँ हामीलाई चौलतिर जान पनि सजिलो हुन्छ पानी चाहिँ मिठो खेतहरू चाहिँ नेपालको जस्तै छ अब हुन त एउटै ग्रह हो होइन एउटै ग्रह भएपछि खेत नि एउटै त हुने भने होइन र हामी पनि यहाँ भक्कल छौँ क्या फेरि ठिक छ तर पानीहरू भरेको जस्तो कस्तो मिठो के मिलाएर लगाएको के यहाँ यो घरहरू सट्ट हटाउने हो नि त नेपालै कस्तो नेपालै भयो जस्तो फिल हुने कि होइन यहाँबाट चाहिँ केही सिक्नुपर्ने चाहिँ हुन्छ अरू केही नभए नि घर चाहिँ मैले यहाँको यसो यो रोपाइहरू सिकेर चाहिँ घर चाहिँ सिकाउँछु है यसो रोप्नु है भनेर होइन ठिक छ त्यति गर्न चाहिँ सकियो
यहाँ पार्कमा यसो एक्सर्साइज गर्ने जस्तो रहेछ। अब मन्दिरलाई मैले टक्क यहाँ एक्सर्साइज गर्न लगाउँछु। गर्छ नि होइन? यिनलाई यिनको सिक्स प्याक निकाल्ने चाहिँ मेरो उस हो कि होइन? यता हेर त, हो कि नै? यिनको सिक्स प्याक निकालिदिने इच्छा हो मेरो। अहिले एउटा त निस्किसकेछ, अब 5वटा प्याक बाँकी छ। यो सही छ, हामी चाहिँ हिँड्दैछौँ। यो चाहिँ केटिएक्स अरे स्पिड हिँड्छ होइन? हाम्रै छेउबाट जाँदो रहेछ कि फेरि केटिएक्स। अनि गाइज जस्तो नेपालमा अलिकति खाली जग्गा जस्तो भयो मानौँ है, फर इक्जाम्पल यहाँबाट केटिएक्स हिँडेछ भने अब स्टेसन नजिक छ भने के हुन्छ, मान्छेहरूले नेपालमा पुरै यस्तो यस्तो जग्गालाई त प्लटिङ गराइदिन्छ के। प्लटिङ गराएर महँगो महँगोमा बेच्ने होइन, अनि त्यहाँ घरहरू बनाइदिइहाल्ने टाइपको हुन्छ। तर यहाँ कस्तो रहेछ भन्दाखेरि चाहिँ अब यिनीहरू त आफ्नो सानो घर भयो, नत्र यस्तो जग्गाहरू चाहिँ रोप्नलाई राखिदिने के हुन्छ नि त। अब एग्रिकल्चरको लागि गरिदिने, अनि त्यसपछि मान्छेहरू चाहिँ ठुल्ठुलो अपार्ट गराएर अब जस्तो हेर्नु है, यहाँ पानी छ कति सुस्त हिँड्ने गाडीले हामीलाई छ्यापिन्छ भनेर त नेपालमा भएको भए चिर्लुममा भिजाइदिएर होइन मन्दिर हिँडिदिन्थ्यो क्या। यहाँ चाहिँ एकदम त्यो आफ्नोलाई भन्दा पनि अरूको लागि सोच्ने कन्ट्री के, मिठो। अरूलाई गाह्रो नपरोस् भन्ने हिसाबले हिँड्दो रहेछन्। अनि म कहाँ थिएँ भन्दाखेरि त्यो जुन छ नि यो के भन्छ खेतबारीहरू के, जस्तो खेतबारीहरू गरेर राम्रो टाइपको त्यो एग्रिकल्चर पनि गर्दो रहेछन्। हाम्रो नेपालमा फेरि प्लटिङहरू सट्ट गराउँथ्यो होला, यहाँ चाहिँ ठुल्ठुलो अपार्ट गराएर चाहिँ सबै त्यो अपार्टमा बसेको। जस्तो सानो एउटा एरियामा ठुल्ठुलो धेरै हुन्छ नि त, कति हल्का हल्का बिल्डिङहरू हुन्छन् होइन, 20-25 तल्ला हल्काहरू बिल्डिङहरू हुन्छ। त्यहाँ फ्ल्याट कति धेरै हुन्छ होला भनेपछि एउटा ठुलो सहरको मान्छे चाहिँ त्यही फ्ल्याटमा अटायो के, त्यही अपार्टमेन्टमा अटायो। अरू खाली ठाउँमा त हामीले के गर्न मिल्यो, एग्रिकल्चर गर्न मिल्यो होइन। त्यो हिसाबले चाहिँ यहाँ गर्दो रहेछन् गाइस। हेरौँ न, एग्रिकल्चर र उस बाहेक केही देखिन्न, कम्पनीहरू बाहेक। अलिक टाढा हामी त माटतिर गयौँ भने चाहिँ अपार्टमेन्टहरू देखिन्छ, नत्र भने यस्तै हो गाइस। अनि म नेपालबाट आउने साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने कपडाहरू चाहिँ अलिकति यस्तो हुडीहरू हाल्नु, एउटा दुइटा होइन, धेरै पर्दैन। अरू यतै किन्न सक्यो। अनि थर्मोकोटहरू हाल्नु 2टा, किनभने यस्तो घाम देखे तापनि चिसो चाहिँ लगाइराख्ने कि होइन। अनि अरू चाहिँ अब नेपाली दाइहरू हुन्छ पनि ठिक छ, छैन भने चाहिँ पकाउने एक टाइम खाना फ्री भन्यो भने पनि धेरै जस्तो कम्पनीमा चाहिँ शनिबार आइतबार नदिँदो रहेछ। त्यति बेला आफै बनाएर राख्नु पऱ्यो। सो जति सक्दो खानेकुरा, सुरुमा त खानेकुरा यहाँको मन पर्दैन हेर्नु कसरी गरौँ भन्ने हुन्छ। त्यही भएर फर्स्ट प्रायोरिटी चाहिँ आफूलाई मनलाग्दो फास्ट फुड भनौँ न, यस्तो र फुडहरू ट्याक्क बनाएर खान मिल्ने खालको हाल्नु होला, अलिक सजिलो हुन्छ। अनि दाह्री काट्ने मेसिनहरू यिनीहरू सबै लगेजमा राख्नु है, त्यो भइहाल्यो। अरू त के छ हाम्रो रिमाइन्डर मन्दिर पावर ब्याङ्क तपाईँले हाल्न सक्नुहुन्छ, हजुरको इच्छा होइन, हाल्न चाहिँ दिन्छ। जे हाल्नुहुन्छ लगेजमै हाल्ने, फेरि त्यो एयरपोर्टमा फ्याँकिदिनुपर्छ। अनि अब हजुरको मलेसियन एयरलाइन हो भने 30 किलोसम्म दिन्छ भने, एयर एसिया हो भने 28 किलोसम्म दिन्छ लगेजमा। ह्यान्ड क्यारी चाहिँ 7 किलोसम्म पाउनुभयो। ह्यान्ड क्यारी तपाईँले अर्को झोला जस्तो युज गरे नि भयो, नत्र सानोवाला लगेज हुन्छ नि त्यो माथि टक्क राख्न मिल्छ, सानोवाला लगेज युज गर्न पनि सक्नुभयो, त्यो चाहिँ तपाईँको इच्छा। अरू चाहिँ खानेकुरामै अलिकति युज गर्नु होला। हामीले फिल गरेको चाहिँ ट्रेनिङ सेन्टर पनि खाना कस्तो 2-3 दिन लगभग त त्यही बसिन्छ नि त, 2 रात 3 दिन। त्यही भएर चाहिँ ट्रेनिङ सेन्टरको खाना चाहिँ लास्ट नमिठो हुन्छ कि। अब कसैलाई त मनपर्छ, मलाई पनि हजुरको लगभग 5 छाकमा 3 छाक चाहिँ मिठै लाग्यो, 2 छाक चाहिँ लास्टै त्यो पुरै फ्याँकिदिएको खाना नसकेर जस्तो पनि खान्छु भनेर आएको थिएँ। अनि पछि चौचो खाना पऱ्यो
अनि पैसा साट्दा चाहिँ स्ट्याम्प लगाएर गर्नु होला। त्यो चाहिँ किन त्यो चाहिन्छ भन्छु भने जस्तो हामी साट्न त डाइरेक्ट पैसा लिएर आउन नि मिल्यो, आफ्नै चिनेको हुन्छ त्यसैले पनि मिल्यो। तर स्ट्याम्प हान्नुको कारण के रहेछ भन्दाखेरि हामीले नेपाली नोट त चिन्न गाह्रो हुन्छ, गाह्रो भन्छ। कोरियन हामीले साट्दाखेरि चाहिँ धेरै फ्रडहरू हुन्छ कि, जस्तो असली नोट नोट दिने। अनि हामीले त्यो कुरा चाहिँ कोरियामा आएर चलायौँ भने त गाह्रो भयो नि त, बिहान डुप्लिकेट नोट दिएको भनेर हामी फस्न सकियो हो। त्यो कुरामा चाहिँ हामीले स्ट्याम्प हान्यौँ भने चाहिँ ब्याङ्कले साटिदिएको भन्न सक्यो नि त। त्यही भएर चाहिँ सकभर स्ट्याम्प लाएर ल्याउनु होला। अरू त त्यस्तै छ गाइज। अरू केही मैले पछि सम्झेँ भने पछिको भिडियोहरू पनि हाल्दै गर्छु ल।